असोजको 21 गते यो भैँसी ब्याउन नसकेपछि अत्यधिक पाठीघर बटारिएर ब्याउन नसकेपछि हामीले रोलिङ गऱ्यौँ। रोलिङबाट पनि यो पाठीघर फुकेन। अनि त्यो अवस्थामा भैँसीको स्थिति हेर्दा लगभग मृत्यु प्राय निश्चित जस्तै थियो र पशुधनीको चाहना बमोजिम हामीले साइडबाट यो जुन कोखोदेखि मुनिपट्टिबाट पाल बनाएर त्यो मरेको पाडो निकाल्यौँ र भैँसीलाई पोस्ट अपरेसन केयर अथवा त्यो चिरफारपछि पनि अत्यन्तै केयर गऱ्यौँ 5 दिनसम्म। भैँसी अहिले पूर्ण रूपमा स्वस्थ छ। अहिले पशुधनीकै भनाइअनुसार पनि पुग नपुग एक पटकमा 5 माना दुध अर्थात् धन्नै 4.5 माना भए पनि दिनमा 9 माना दुध यो भैँसीले दिएको छ। भैँसी हेर्दा नै अत्यन्तै स्वस्थ छ। कहीँ कतै केही समस्या नै भएन। भैँसीले समस्या महसुस गर्न एक दिन पनि घाँस छोडेन। यो हाम्रो लागि अत्यन्तै सुखद पक्ष हो र किसान पशुधनी पनि अत्यन्तै खुसी हुनुहुन्छ। भैँसी मर्छ भन्दा साह्रै तनावमा हुनुहुन्थ्यो। हामीले उहाँको त्यो तनाव कम गर्न सफल भयौँ र एउटा यो पशु बचाउन सफल भयौँ र उहाँले हामीलाई अत्यन्तै माया पनि गर्नुभएको छ, धन्यवाद पनि दिनुभएको छ। हामी यसैमा खुसी छौँ। किसानको पशुधन जब सुरक्षित हुन्छ त्यति बेला नै हाम्रो थप मुहारमा हाम्रो पनि खुसी आउँछ। किसानको खुसी सँगसँगै यो नै उपचारको सबैभन्दा राम्रो पक्ष हो। हामी जहिले पनि उपचारलाई रिजल्ट ओरिएन्टेड अथवा उपलब्धि हासिल हुने खालले नै उपचार गर्नुपर्छ। उपचार औपचारिकताका लागि गर्नु हुँदैन भन्ने मान्यताका साथ विगत 24 वर्षदेखि हामी किसानको घरघरमा सेवा प्रवाह गरिरहेका छौँ।